यो एउटा चाहिँ गौरवको संस्थाको रूपमा स्थापित भएको छ। अस्ति पत्रिकामा पनि पढ्न पाएको थियौँ, मोरङ जिल्लाको एक अब्बल सहकारी संस्था भनेर हामीले पढ्न पायौँ, सुन्न पायौँ। यो बिस्तारै बिस्तारै यदि सबै हामी मेहनत गरेर लाग्ने हो भने आज त्रिभुवनाथ खयालको नेतृत्वमा छ, भोलि अर्कै कसैको नेतृत्वमा होला, तर नेपालको नम्बर 1 सहकारी संस्थाको रूपमा स्थापित हुन सक्दैन भनेर हामी भन्न सक्दैनौँ। 9000 भन्दा बढी शेयर सदस्य रहेको संस्था हो। यो संस्थालाई सबै टिमको रूपमा काम गरेर अगाडि लगेर यो संस्थालाई नेपालमै परिचित गराएर कानेपोखरीलाई पनि परिचित गराउन सक्ने गरीको चाहिँ अगाडि बढाउनको निम्ति म अनुरोध गर्न चाहन्छु। र यहाँ खास गरिकन शेयर सदस्यहरू लगभग थुप्रै उपस्थित हुनुभयो हाजिरीमा। तर यहाँ अहिले संस्थाको अहिले खुल्ला सत्र सुरु भइरहेको छ, सुझाव सङ्कलन होला। यहाँहरूले बनाएको कार्ययोजना, लेखा समितिले उठाएका सुझावका चाहिँ बुदाहरू होलान्। हिजो गरेका कामका प्रगति कस्तो छ त्यसको पनि त्यो विषयमा पनि छलफल गर्नुपर्ने भएको हुँदा सबै शेयर सदस्यहरू चाहिँ बसेर यो विषयमा छलफल गर्नुपर्ने वातावरण हामीले बनाउन सकिरहेको छैन, बनिरहेको छैन। म उहाँहरूलाई पनि सुझाव दिन चाहन्छु। यहाँ बाहिरबाट आएको वित्तीय संस्थाहरूको साधारण सभा भयो भने 10 बजेदेखि 4 बजेसम्म अटसपटस नगरिकन बस्ने चलन छ। तर हाम्रै ठाउँको सहकारी संस्थाहरू, यस्ता संस्थाहरूको साधारण सभामा हामी बस्दैनौँ, हामी सुन्दैनौँ, अनि बाहिर चिया गफमा चाहिँ यो गऱ्यो त्यो गऱ्यो, अर्थात् यो हुनु पर्थ्यो त्यो हुनु पर्थ्यो भन्ने खालका टिका टिप्पणीहरू गर्छौँ। यसले सहकारीको पनि उन्नति गर्न सहयोग पुर्याउँदैन र हामीले चाहेको जस्तो पनि बनाउन सकिँदैन। त्यसो हुँदा सहकारी यस्ता साधारण सभाहरूमा अन्तिमसम्म बसेर चाहिँ सहकारीलाई, संस्थाहरूलाई अब्बल बनाउनको निम्ति आफ्नो महत्त्वपूर्ण सुझावहरू प्रदान गर्नको निम्ति पनि म शेयर सदस्यहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।